म तपाईलाई आज मुस्ताङ लैजाँदैछु। म मात्र होइन, म नेपालको इतिहास बोधिसत्व स्वामी आनन्द अरुण गुरुजी सँगै जाँदैछु। योगानन्द स्वामीजीसँगको रमाइलो लेतेको कालीगण्डकी किनारमा ध्यानसँगै हामी जाँदैछौँ मुक्तिनाथ। खुल्ला आकाश, खुलेर मुस्कुराएका हिमाल, हिमाल मुनि च्याङ्ग्रा र चौरी गाईसँग रम्दै अलौकिक आध्यात्मिक साधनासँगै देखाउनेछौँ मुक्तिनाथले लुकाएर राखेका रहस्यहरू। तपाईलाई रमाइलो दिने मेरो जिन्दगीको अर्को एक मजाको काम पनि हो, किनकि म हरेक पल मस्तीमा रहने प्रयास गर्छु। नपत्ता युट्युबमा जीवन पाण्डेका अरू ब्लग पनि हेर्नुहोला। सुरु गरौँ अब मुस्ताङ मुक्तिनाथ सँगै हिमालयको यात्रा। ओहो खस्यो नि हेर्नु त, फाइनल्ली आज चाहिँ हाम्रो जम्मा 26 वर्षको भयो। हेलो एभ्रिवान, आज चाहिँ हामी मुस्ताङ जाँदैछौँ। हामीलाई मुस्ताङमा गएर खानको लागि हामीले यहाँ ग्यास पनि रेडी गरेका छौँ। खतरा अमेजिङ ट्रेकिङ हुनेवाला छ, एकदम रमाइलो सन्यासीहरूसँग एकदम मिठो कुराकानी गर्दै। मुस्ताङ चाहिँ उहाँ पनि सँगै जानुहुन्छ। मूर्ति देखेर जानुहुन्न भन्नुभयो होला, यता पनि हुनुहुन्छ हाम्रो अरुण स्वामीजी, सँगसँगै जाने हामी। ल हामीले सब कुरा गाडीमा हाल्दैछौँ है, ग्यासको चुलोदेखि लिएर कपडादेखि लिएर सब कुरा। बाई बाई। हामी गएर तपाईँहरूको लागि माथि गएर व्यवस्था गर्छौँ, तपाईँहरू आउनु है पछि। आरतीमा बाई बाई, अरुण स्वामी बाई बाई। बाई बाई। रेडी रेडी। हामी चाहिँ यति बेला गलेश्वर आइपुग्यौँ होइन, विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरमा आइपुग्यौँ। अब यहाँ हामी खाजा खान्छौँ। बाटो अहिले तुवालो लागेको छ, खराब छ, त्यही भएर बाटो मैले केही देखाएन, सिधै यहाँ आइसकेपछि भिडियो गर्दैछु है। के लिएर आउनु भएको तपाईँले? छुट्टै लिएर आउनु भएको घरबाट? यो जोगी खाना हामीले चाहिँ रेस्टुरेन्टको खाना लाग्यो, स्वामीजीले चाहिँ घरबाटै बोकेर आउनु भएको रहेछ यस्तो जोगी खाना। जोगीले एक्लै खाना। ल बाबु पाण्डु यार, म त भाइ भनेर एकदम जे पाए बोल्न थालेछ है। हो भाइ त हो नि, म पाण्डु साण्डु भन्दै चाहिँ रिसाएर आउला म खतरा यार। ल हामी चाहिँ यति बेला रूपसे आइपुग्यौँ है, यहाँ मुस्ताङ जाने बाटोमा सरादमा। रूपसे झर्ना कट्यौँ, गाडीमा हिँडिरहेछौँ। मस्त अङ्कुर स्वामी हुनुहुन्छ, यता मनु स्वामी हुनुहुन्छ, यतापट्टि चाहिँ टक्क लाएर योगानन्द स्वामीजी सरर हिँडिरहनु भएको छ होइन। पहिला बर्खा आउँदा फस्ने अनेक हुने बाटो चाहिँ अहिले पिच भएछ सरर र मुस्ताङको। वा लेते आइसके पछाडि स्वामीजीको लागि हामीले यसरी बेड तयार पारिदिइसक्यौँ। भगवानको फोटो राख्दैछौँ, योगानन्द स्वामीजीसँग छौँ हामी, यता स्वामीजीको कुर्सी। हामी चाहिँ लेते छौँ, यति बेला चिसो छ, टक्क बस्यो लेतेमा। अनि त्यसपछि बिहान उठिसके पछाडि चाहिँ यो कालीगण्डकी नदीको किनारमा मुस्ताङबाट बग्ने यो पवित्र नदी तीर्थस्थल। हामी चाहिँ ऋषिकेश जान्छौँ, कहाँ हरिद्वार जान्छौँ, कहाँ जान्छौँ होइन, यो नदीको किनारको लागि, पवित्र स्थानको लागि। यो पनि एकदम पवित्र स्थान मुक्तिनाथको क्षेत्रमा, एकदमै यो मुक्तिको क्षेत्रमा स्वामीजी हुनुहुन्छ। स्वामीजीले अब यहाँ एकछिनपछि ध्यान गराउँदै हुनुहुन्छ टक्क। यस्तो फ्रेस, यस्तो मजा यस्तो छ कि अहिले चाहिँ यो क्लाउडले ढाका छ, यो वातावरण प्रदूषित भएर। नत्र पनि यतापट्टि जताकतै हिमाल देखिन्छ, हिमाल, नदी, जङ्गलको माथि हिमाल, कस्तो गजब ठाउँ छ। विश्वमा शालिग्राम पाइने एकमात्र नदी हो कालीगण्डकीको किनार। त्यही कालीगण्डकीको किनारमा हामी शालिग्राम खोज्दैछौँ। स्वामीजीले ठुलै शालिग्राम भेटाउनु भयो जस्तो छ। वाह, ल हाम्रो कार्यक्रम जारी छ, खोज्ने कार्यक्रम। त स्वामीजीले ध्यान गर्दै हुनुहुन्छ, हामी चाहिँ यता शालिग्राम पनि खोजौँ आएको बेला भनेर शालिग्राम हेर्दैछौँ। अघि कस्तो सुन जस्तो भित्रपट्टि सुन भयो जस्तो त्यो शालिग्राम थियो, स्वामीजीले दिनुभएको थियो। कहाँ खसेको मान्छे जस्तो छ, त्यो मान्छे हिँड्ने जस्तो। विदेशीहरू पनि आएर शालिग्राम खोज्दैछौँ। हामी काठमाडौँबाट। लेतेको जङ्गलमा हिँडिरहेछौँ। यो सिस्नो यस्तो कडा हुँदो रहेछ कि यहाँको सिस्नो होइन, गल्ती गर्नेलाई च्याप्प पानीमा भिजाएर झ्याम हान्ने जस्तो सिस्नो चाहिँ रहेछ। तर हामी चाहिँ ध्यान साधना हिँडेको मान्छे, तीर्थ हिँडेको मान्छे, यस्तो कुरा नगरौँ स्वामीजी है। फाइनल्ली हामीले खोज्दा खोज्दै भेटायौँ एकैछिनमा ध्यान लाग्ने ठाउँ, तल कालीगण्डकी नदी। गुड मर्निङ, आइ एम सो एक्साइटेड। यो साइडमा हिमाल देखिरहेको छ। यत्रो दिन यहाँ बस्यो तर हिमाल देखेदैन, पानी परेपछि हिमाल देखियो। ओसो हाम्रो टोली मुक्तिनाथ जाँदैछ आज। यो चिसा नुहाउनु सकिएला त त्यहाँ 108 धारामा, पाप कुण्डमा। मेरो त धेरै पाप छ, पहाल्नु पर्छ। ओ माई गुडनेस, सबै दामी छ। हामी आइपुग्यौँ यहाँ कागबेनी भन्दा माथि।
र लाग्दैछ हामीलाई हामी हिमाल भन्दा नि माथि हाम्रो तल नि हिमाल पर जस्तो देखिरहेछ यहाँ यति रोमान्टिक एरिया छ र यहाँ कहिले पनि पानी नपर्ने सिधै हिउँ पर्ने ठाउँमा आएका थियौँ हामी तर हिजो बेलुका सब ठाउँ पानी परेर हामीलाई पुरै यो एकदम ब्युटिफुल नेचरले वेलकम गरिरहेछ वाउ जस्ट अमेजिङ हेर्नुहोस् त वाउ यो दृश्य हेर्नुहोस् वाउ हेर्नुहोस् त यो भ्यू वाउ अमेजिङ मुस्ताङ क्या गजब देखिरहेछ ल राति टक्क पानी परेपछि तल पनि हरियो देखिरहेछ माथिपट्टि हिमाल देखिरहेछ गजब छ मुक्तिनाथ ऊ त्यहाँनिर है ऊ यो भ्यू यहाँनिर भित्रनिर हामी जान्छौँ त्यहाँ पनि हिउँ परेको छ रे अब हामी हिउँ खेल्छौँ एक्साइटेड मोमेन्ट हुनेवाला छ पुरै यो जाम भएर लाइन बसिरहेछ गाडीको होइन राति पानी परेको यहाँ अनि माथि हिउँ परेको छ नत्र भने तुवालो लाएर त्यो धुवाले पुरै केही देखिरहेको थिएन हिजो आज मात्र हेर्न पायो हिमाल आनन्द भयो मन हिमालय शिव साक्षात् बुद्ध पनि आउँदै हुनुहुन्छ बोधिसत्व स्वामी आनन्द रुन र हामी यहाँ शिवलाई पनि देखिरहेछौँ बिकज हिमाल इज शिव गाडी चल्न थाल्दै माथिसम्म जाम परिरहेछ यो राति पानी परेर यो पुरै फुर्सो माटो रहेछ खसिहाल्दो रहेछ के फुसफुस गरेर हेर्नुहोस् त यो वाह कसरी त्यो एक्सप्लेन गरौँ भित्री रूपको आनन्द होइन अनुहारमा ह्याप्पिनेस देखिरहनु भयो होला तर यो तर यहाँ कस्तो छ भन्दाखेरि होइन बहुत मजा आइरहेछ के अब मुक्तिनाथमा पनि हिउँ परेको छ अरे वहाँ गएर हिउँ खेल्दा झन् कति मजा आउला कस्तो लागिरहेको तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै लाग्यो है त्यही त आज बहुत रमाइलो त्यहाँ हिउँ खेल्न कति एक्साइटेड हुनुहुन्छ त्यहाँ अब खेल्ने गएर त्यहाँ मुक्तिनाथ नौमथामा त पुरै हिउँ छ अरे त है हिउँ जे भयो नहुने तर पाप कुण्डमा गएर तपाईँको पाप सप्पो खालिनु भयो आज होइन अब फिचरमा गर्ने पापहरू पनि अब उल्टा हिँड्न पर्यो उल्टा पछाडिबाट हिँड्न पर्यो शशी आर यु ह्याप्पी Very happy. Yes, you see Himalaya, yeah? Yes. How is this? Himalayan happy. Very happy. कस्तो राम्रो. कस्तो राम्रो. वाउ. यस्तो छ अवस्था. हामी हिँडिरहेछौँ. कुकुलाई हिँडेर जान मन छ? 1 घण्टा हिँड्नुपर्छ कि. 1 घण्टा हिँड्नुपर्छ 5 किलोमिटर भने. 5 किलोमिटर भनेको त तपोवन बाइपास. तपोवनबाट बाइपास छ भने 1 किलोमिटर 1 घण्टा कति घण्टा 1 घण्टा कि 2 घण्टा. यस्तै रोड हो भने त हामी 45 मिनेट पुग्छौँ. कालो छ हैन? This is part people going because this is going. Part people go, Russian people go now up. फाइनली दोजर आयो है बाटो खुलाउनलाई. अब चाहिँ खुल्छ होला. अब खुल्छ होला है? खुल्छ जिप चढिरहेको छ रे. हो? हाम्रो पुगिहाल्छ. त्यही त. ओ माइ गॉड ढुङ्गा हेर्नु त. ढुङ्गा त्यो गाडी टायरले उस ट्याक्की. मुस्ताङ आएको यति रमाइलो लागिरहेछ कुरै छोड्दैन होइन. फर्स्ट टाइम मुस्ताङ आएको यहाँ अब नुहाउन मन छ. नुहाउने ठाउँमा नि हिउँ परिरहेछ अरे अनि यहाँ यो राति पानी परेको कारणले गर्दाखेरि यहाँ बस बसेर अगाडि लाग्छ कि राखेको छैन. अहिले चाहिँ जेसिबी गएर त्यो बसलाई निकाल्दैछ अथवा बाटो बनाउँदैछ अनि हामी जान्छौँ सरर मुस्ताङ. गजब हिजोसम्म 20 मिटर टाढासम्म देखिरहेको थिएन त्यो तुवालो धुवाँसुवासँग केले होइन. राति पानी पर्यो हामीलाई यो नेचरले वेलकम गरे जस्तो यो हिमाल वाओ जस्ट अमेजिङ. ल है अब जेसिबी गएर बनाउँछ अनि बाटो बन्छ लड्किनु ल है. वाह 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 अब एकचोटि हाने हुन्छ बस. यहाँनिर चाहिँ बस बसिरहेछ र यहाँ चाहिँ चिप्लो भएर नचढे रहेछ. दोजाले सोर्न थाल्यो यो एकदम चिप्लो माटो अनि टाँसिने खालको माटो रहेछ कि यहाँ. यस्तो माटोको कारणले गर्दाखेरि यहाँ गाडी फस्यो. बाटो खुल्यो माझी. स्वामीजी पारी पाल के हो त्यो? ऊ पारी पाल छ नि भित्तामा. हजुर ध्यान गर्ने ठाउँ के हो? ए मौरी पालेको ए फस्नु भयो र
तान्न पर्यो है वाह गाडीमै हिउँ परिरहेको छ बर्तान सक्छ यस्तो उकालोमा हिउँ त यहीँ परिरहेको छ तान्न पर्यो बर्तानलाई बर्तान तान्न पर्यो यो चाहिँ गाडी पार्किङ यसरी मजाले लाइनमा पार्क भइसकेको छ ए मलाई चिनेको फोटो खिच्ने ए ल ल ताबेल लिएर हिँड्ने होइन नुहाउनको लागि तर यहीँ हिउँ परेर रहेछ नि साउजी क्या मजा आएन वाह 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 क्या गजब जता कतै चारैतिर हिमालले बेरिरहेको छ यो फेरि ल घोडै घोडा रहेछन् ल ए जीवन पाण्डे हो त ल सर हजुर तपाईँको पनि घोडा छ घोडावाला हो ए ल कति हो त्यहाँ माथि गएको घोडामा मन्दिरको गेटसम्म जान्छ 400 हो ए कति माथि हो मन्दिरको गेट 2 किलोमिटर छ ए 2 किलोमिटर छ यहाँ 2 किलोमिटर हिँड्ने हो हामी यहाँ हजुर ए हो र प्लस 365 सिडी छ ल हजुर 365 सिडी पनि छ टोलीमा जाने हो भने चाहिँ अप एन्ड डाउन ए हो 5000 टोलीमा कतिवटा घोडा जान्छ घोडा ए ओहो स्वामीजी वर्धन प्लेइङ हेलो वर्धन हेलो वर्धन ल वर्धन त घोडामा हिँड्यो है यहाँबाट वर्धन घोडामा हिँड्यो अब हामी त हिँड्ने ल यहाँबाट चाहिँ म घोडामा जाँदैछु घोडालाई दुःख दिन त मन थिएन तर उहाँ चाहिँ मलाई चिनेको रहेछ भिडियो हेर्नु भएको मेरो एकदम तपाईँ घोडा हो यो हान्न त हान्दैन घोडालाई दुःख दिन त मन थिएन माफ गरिदिनुहोस् होइन गधाहरू मात्रै चढ्छ कि घोडामा हामी मान्छे चढ्दैन हाम्रो मुस्ताङ आइसकेपछि घोडाको यात्रा त गर्नु पर्यो नि हो गाडी बाइक सबै चढिन्छ हैन हजुर म चाहिँ घोडा चढेर त विशाल स्वामी हुनुहुन्छ यता सानो बच्चा दुईजना साना बाबुहरू पनि घोडा चढेर आइरहेछन् डरै नलाग्दो रहेछ यताको मान्छे हजुर नमस्कार हजुर नमस्कार आराम हुनुहुन्छ नि यहाँ मुस्ताङमा पनि मेरो भिडियो हेर्नुहुँदो रहेछ कस्तो खुसी लाग्यो ल हो र वाह थ्याङ्क यू सो मच सर थ्याङ्क यू सो मच जीवन पाण्डे सर अरविन्द भुषाल सर सबैको भिडियो यो चाहिँ के को हो यो मूर्ति यो माथि बुद्ध भगवानको ओहे बाबु हजुर यो चाहिँ के गाउँ हो यो रानीपौवा गाउँ हो हजुर रानीपौवा अब यहाँ हामी कति टाइममा पुग्छौँ हामी यहाँबाट 10-15 मिनेटमा हामी मुक्तिनाथको मन्दिर गेटसम्म पुगिन्छ हजुर गेटसम्म तपाईँलाई पुऱ्याइदिन्छु त्यहाँबाट आफै हिँडेर जानुपर्ने हुन्छ 2-3 मिनेट ए हजुर हजुर मन्दिर गइसकेपछि अब सबै पूजाआजा हजुर स्नान गर्ने भयो अब त्यहाँ चाहिँ के पूजा गर्नुपर्छ खास मुक्तिनाथमा मुक्तिनाथमा तपाईँको अब पूजा त अब दर्शन गर्ने हजुर पूजा सामान लिनु भएकै होला हजुर पूजा सामान ल्याएको छैन नि हामी त केही पनि ल्याएको छैन पूजा सामान नलिएको भए त्यहाँ पर पाउँछ ए हजुर किन्नु होला के चढाउने हो यहाँ खास अब आफ्नो इच्छा जे लाग्छ त्यही हो यो छ नि जस्तै मुक्तिनाथमा दर्शन गरेपछि के हुन्छ भन्ने किम्वदन्ती जनविश्वास अथवा त्यो खालको आस्था छ भन्नुहोस् त अब मुक्तिनाथमा आइसकेपछि हजुर
मुक्ति गरिसकेपछि चाहिँ अब केही मुक्ति पुरा हुन्छ केही आशाहरू पुरा हुन्छ भन्ने एउटा भावना हो। हजुर हुन त अब मान्छेले मिहिनेत नगर्दासम्म कुनै कुराहरू पुरा हुँदैन है। अनि यहाँ यो हिमालयमा ध्यान साधना गर्ने रेम्पोचेहरू, लामाहरू अथवा अरू कोही आध्यात्मिक व्यक्तिहरू हुनुहुन्छ कि हुनुहुन्न साधकहरू? एकदम हुनुहुन्छ। त्यहाँनिर तपाईँले पाउनुहुन्छ, भेटाउनुहुन्छ होइन। हजुर त्यहाँ पुजारी हुनुहुन्छ, अनि लामा हुनुहुन्छ, रानीहरू हुनुहुन्छ। त्यहाँ गएर तपाईँले धेरै कुरा बुझ्न पाउनुहुनेछ। हजुर गाउँ तपाईँलाई त क्या आनन्द आउँछ होला है हिमाल देखेर, हिमाल हेरेर बस्नुहुन्छ मजाले। त चिसो छ होइन, तर सहरतिर बस्ने भन्दा त यहीँ गाउँतिरै यस्तै बस्ने मजा नि। एकदम के लाग्छ तपाईँलाई? सहरतिर जाँदाखेरि कस्तो लाग्छ? सहरतिर जाँदा त अब उकुस मुकुस लाग्ने नि है। हजुर एकदमै अब डाँडा पाखा देख्न पाइन्छ। जताकतै अब यो गाडी बाइकको हरन साउन्डले गर्दा नै। हरन त तपाईँ गाडीले नि बजाउँदै रहेछ ट्याङ ट्याङ गर्दै। यहाँ त यो बजाउनु पर्यो नि त, यसको मुख बोल्दैन होइन। हजुर घन्टी लगाएपछि चाहिँ घोरो आएछ भन्ने थाहा हुन्छ नि त। तर हिजो राति पानी परेर बडो रमाइलो मौसम बनाएछ है। एकदम आज तपाईँहरू एकदम राम्रो दिनमा आउनु भएको रहेछ। बिजुली बालेर होइन, घाम लाहा ठिक छ नि। ल आइयो होइन त फर्केर। घोडामा चिप्लो छ, बाटो चिप्लो छ है। तपाईँ घर बाग्नु है? मेरो बाघले मेरो घर भनि ओहो खस्यो नि हेर्नु त, हेर्नु त्यहाँ बच्चा खस्यो नि घोडाबाट। ओ माई गड, के भयो? सोत्ता लागेन? ओहो घोडा एक्सिडेन्ट। ए केही त भएन नि, डर लागेन? ए पहिलोचोटि झऱ्यो है बिचरा है, डङडङै पल्ट्यो। ओहो बिचमै घोडा भयो। यहाँ त खस्नु भयो नि दुईजना यहाँबाट। वाह वाह, फेरि चढे है त भाइ बहिनीहरू। ल नडराइकन है बाबु। म्याडमलाई लिएको छैन अहिले, म त पोखरा काम धेरै वर्षपछि तपाईँको नजिकबाट हिमाललाई देख्न पाइयो। हामी त एकदम लकी रहेछौँ है। हजुर हजुर तपाईँ नै हँसाउनुहुन्छ। ओहो यता त ऊ पनि रहेछ है, डोली सिस्टम नै रहेछ होइन? ए अनि डोलीमा चढेको चाहिँ कति हो नि? 5000? ए ल यहाँ चाहिँ ठ्याक्कै प्रवेशद्वार, यहाँबाट माथि चाहिँ सिडी चढ्दै जाने रहेछ। मलाई चाहिँ यहाँ घोडामै ल्याइदिन्छु भनेर तल्लो बाटो लिइरहनु भएको छ। पछुतो लगाइरहेको छ, किन चढ्यो होला घोडालाई, किन दुःख थियो होला जस्तो त लगाइरहेको छ। फेरि तपाईँ चिनेको रहेछ, चढम भनिहाल्नु भयो, चढिहाल्नु। अब के हेर्ने, जनावरहरूलाई अथवा हुन्छ नि पशुहरूलाई अब यतिकै दुःख दिनु मन लाग्दैन कि। हेर्नु सबैलाई बराबर प्रेम लाग्छ। यो के हेर्नु, अर्को जन्ममा उसलाई मैले सेवा गर्नुपर्छ। यो जन्ममा मलाई सेवा गराएको छ घोडाले, तपाईँले। हजुर मेरो बागलुङ भीमगिठी हो सर। तपाईँको कहाँ हो? यहीँ हो घर? ए निसी हो। ए त्यही त। यहाँ रिम्पुचे ध्यान साधना गर्ने ठुल्ठुला गुरुहरू पनि यहाँ आएर ध्यान गरिरहनु हुँदो रहेछ हिमालमा। अनि त्यो तपाईँको त्यो पारीतिर त्यो पाल परेको गुफा जस्तो छ नि, त्यो चाहिँ के हो? त्यो चाहिँ पहिले के हजुर दिदी बाजे बराजुहरू हजुर त्यो पालामा चाहिँ त्यहाँ त्यसरी भित्ता खोपेर घर बनाएर बस्थ्यो। ए भित्ता खोपेर, तर हिउँले त त्यो ढाकिन्थ्यो होला नि? ढाकिन्थ्यो होला सायद। ए त्यही भएर माथिको भागमा हुन्छ नि त्यो चढ्नै नसकिने ठाउँ जस्तोमा पाल पारेर बस्नु हुँदो रहेछ है। म त ध्यान गर्ने साधना गर्ने रिम्पोचेहरू भिक्षुहरू अथवा साधकहरू बस्ने हो कि भन्ने सोचेको थिएँ। ए कुरा के छ भने त्यो पाल पारेको चाहिँ हजुर पहिला चाहिँ चाइनिजहरूले नेपालीसँग फाइट गर्दा कि त्यहाँ भित्र खोपेर लुकेर बसेको भन्ने पनि एउटा। ए चाइनिजहरू यहाँ नेपाली तिब्बतीयनहरू फाइट गर्दा ऊ बेलामा चाहिँ तपाईँको त्यहाँ लुकेर बसेको भित्तामा? ए ओके। कसैलाई लेक लाग्ने त्यस्तो खालको हुन्छ, लेक लाग्ने हुन्छ कि हुन्न यसमा? एकदम हुन्छ, कसैलाई हुन्छ कसैलाई हुँदैन है। एकदम ए तराईबाट आउने, इन्डियाबाट आउने। ओहो
लेक लाग्ने अनि ढल्ने ए साथ फेर्नै गाह्रो हुने ए पोहोर साल 2-4 जना त बित्नु भयो नि आम्माम यही यही ओहो हो र लेक लागेर ओहो हो अनि त्यस्तो हुन्छ है हजुर इन्डियनहरू ओहो अनि त्यही लेक लाग्नेहरूको लागि चाहिँ डोली र घोडाको व्यवस्था हो क्या ए पुरा राई होइन त माथि दिनु है हजुर माथि एउटा म्यानेजर हुन्छ म्यानेजरलाई दिनु है पैसा ए ल ल मुस्ताङ चाहिँ हामी आइयो त्यो धारामा 108 धारामा नआउँछ नि त्यो यही हो एहे पहिला 108 धारामा नआउने त्यसपछि पापकुण्डमा पुग्ने हजुर पापकुण्डमा पहिला 108 धारामा नआउने अलिअलि शुद्ध हुने त्यस पछाडि पाप पखाल्न पापकुण्डमा डुब्ने अनि त्यस पछाडि ए पुण्यकुण्डमा फेरि ए वाउ त्यसपछि ए ल ठिक छ अनि यो जानकारी छ कि छैन हजुरलाई यहाँनिर जलामय छ नि त जलमय चाहिँ के अटोमेटिक आगो बल्ने ए हो र कति टाढा हो यही नै हो ए त्यही हो मुक्तिनाथ यता पर्यो ए मुक्तिनाथबाट सिधै आएपछि त्यो गुम्बाभित्र छ ए भने पछाडि त्यहाँ जान पाउँछ नि हामी होइन कि पाइन्न ल हामी फाइनल्ली यो घोडाले अब यो जन्ममा घोडाले मलाई सेवा गरे अब मैले कुन जन्ममा चाहिँ घोडालाई सेवा गर्नुपर्छ होइन धेरै धेरै धन्यवाद ल फाइनल्ली आज चाहिँ हाम्रो जीवन पाण्डे सरसँग भेट भएको छ हाम्रो मेरो घोडा चढेर यात्रा गर्नुभएको छ सर तपाईँलाई कस्तो अनुभव भयो एकदम राम्रो भयो तपाईँले मलाई त्यहाँ आउँदै आउँदै त्यो हिँडिरहेको मान्छेलाई चिन्नुभयो खासमा अब घोडालाई यो उसलाई हामीलाई यो घोडा चढेर हिँड्न उनीहरूलाई दुःख दिन त मन लाग्दैन कि तर फेरि तपाईँले चिनेको आउनु मेरो घोडा भन्दै पछि आउनु भएको रहेछ अनि त्यस पछाडि फेरि अनुभव नै लिउँ नयाँ कुरा भनिदिनु भयो यो जन्ममा घोडाले घोडाले मलाई साथ दिए तपाईँले साथ दिनुभयो अर्को जन्ममा कुन जन्ममा मैले सहयोग गर्नुपर्छ उहाँहरूलाई ल त सर तपाईँको जय होस् हस् पुरै निकाल्नु अनि सातवटा ब्याग थ्याङ्क यू यति राम्रो ब्युटिफुल नेचर छ तर हामी बुझिरहेको छैनौँ देशमा यहाँ अब यस्तो सबै कुराको भौतिक सुविधा छैन त्यही पनि यो नेचरमा आउँदाखेरि यहाँ आउँदाखेरि छुट्टै किसिमको आनन्द भित्रदेखिको आनन्द कसैले लिन चाहन्छ भने त्यो हिमालयमा आओस् त्यही कारणले गर्दा नि विश्वमा ट्रेकिङ गर्ने हिमाल मानिसहरू आउने कारण के जति हाइटमा हामी जाँदै जान्छ उति मन शान्त हुँदै जान्छ भित्रदेखि आनन्द हुँदै आउँछ किनभने यो प्रकृतिसँग रम्दाखेरि त्यही भएर यस्तो ब्युटिफुल नेचर छ यो मुस्ताङ मात्र होइन देशका विभिन्न ठाउँमा ढोरपाटनदेखि लिएर विभिन्न स्थानमा यस्तै खालका रमणीय ठाउँहरू छन् तर त्यहाँ जाने भौतिक सेवा सुविधा छैन बाटो छैन मानिसहरू कतिपय ठाउँमा यहाँ बिरामी हुन्छन् लेक लाग्छ मान्छे मरेको पनि घटना मैले सुने होइन यो चाहिँ सरकारले हेरोस् र यो नेचरमा रम्नको लागि आउनु होला हिजोसम्म 20 मिटर टाढासम्मको लागि देखिएको थिएन आज हामी आइसकेपछि हामी जुन राति पानी परिसके पछाडि हामी आइयो त्यस पछाडि जताकतै हिउँ परेको यो मुस्ताङको पनि यो दुर्लभ दृश्य तपाईँले देखिरहनु भएको छ यस्तो दृश्य चाहिँ तपाईँले देख्न पाउनुहुन्न अरू बेला होइन गजब लाग्यो गाह्रो हुने मान्छे जो घोडा समेत चढ्न सक्दैन र हिँड्न पनि सक्दैन लेक लागेको कारणले अथवा अन्य विविध कारणले हिँड्न नसक्ने मान्छेलाई फेरि उहाँहरूले स्टेचरमा पुगेर पनि पुऱ्याइदिनु हुँदो रहेछ हेलिकप्टर आएर बस्ने ठाउँ रहेछ यहाँ चाहिँ यस्तोमा जता हेऱ्यो त्यति रमाइलो छ शान्त आनन्द तपाईँले भिडियो हेरिरहनु भएको छ तपाईँहरूलाई पनि बडो मजा आइरह होला आनन्द आइरह होला जस्तो लाग्यो मलाई किन भन्दा यो टक्क तपाईँहरू बसेर घरमा टिभीमा होइन ठुलो स्क्रिनमा यो भिडियो बजाएर बसिरहनु भएको छ भने तपाईँलाई यति मजा आएको लागि कुरो छोड्दिनु माथि आइसके पछाडि चाहिँ फेरि तपाईँ सिडी चढ्नुपर्छ अनि यहाँनिर चाहिँ गेट छ यो गेट माथि गइसके पछाडि तपाईँ नुहाउने पापकुण्डमा पाप पखाल्ने पुण्यकुण्डमा पुण्य आर्जन गर्ने त्यस पछाडि यहाँ दीप पनि छ अरे एभ्री टाइम प्रज्वलित हुने त्यहाँ गएर चाहिँ तपाईँहरूले हेर्ने बाबा हिमालको शुद्ध जडीबुटी छ तपाईँसँग जडीबुटी के छ जडीबुटी केही छैन बाबु म साँच्चै नै भभूति छ तपाईँ शिव भक्त हो म नाथ योगी हो ए नाथ योगी वाउ जम्मा 26 वर्षको भयो यो ए जम्मा 26 वर्षको भयो 20 वर्ष साधना गरेर तपाईँ मुक्तिनाथमा बसिरहनु भएको छ कि अरू ठाउँ जानुहुन्छ गुफामा बस्छु अहिले पनि दर्शन गर्न आएको ए गुफामा बस्नुहुन्छ म विमलनगर सिद्ध गुफामा बस्छु ए को नेपालको सबभन्दा ठुलो गुफा के सोधिसकेपछि ए त्यो पालहरू चाहिँ के हो उहाँ पाल छ नि अब यी यस्तै सानो सानो गुफाहरू छन् यहाँ
ए त्यही पालमा गएर तपाईँहरू ध्यान गर्ने यहीँ अब जाने छ नि यहाँ ठाउँमा दामोदर कुण्डसम्म पुग्छु। ए दामोदर कुण्डसम्म पुग्नुहुन्छ तपाईँको को छ त सेवक अथवा तपाईँको कोही छैन, म स्वयं हुँ। स्वयं अनि तपाईँले खानाको लागि यहाँ बस्दाखेरि खानाको लागि एक टाइम भोजन गर्छु, मिल्छ मलाई। हो एकदम शिलाहरू पाइन्थ्यो नि छरे नि कहाँ हो त्यो चाहिँ? त्यो त नदीमा जानु पर्यो। ए नदीमा ए काली गण्डकीमा दामोदर कुण्डदेखि लिएर देवघाटसम्म शालिग्राम भने पछाडि नारायणम नारायणम भने पछाडि यहाँ विभिन्न किसिमका साधकहरू बस्नुहुन्छ होइन? बस्नुहुन्छ। शिव साधकहरू, शिव साधक, विष्णु साधक, सीताराम, ए वैष्णवदेखि लिएर चाहिँ अघोरी, नाथ, निर्माण, उदासी सब बस्छन्। ओशोको साधक आउनुहुन्छ कि नै? ओशोको साधक ओशोका नि कहिले कहिले दर्शन गर्न आउनुहुन्छ है। तपाईँले ओशोलाई चिन्नुहुन्छ? किन राम्रोसँग चिन्छु नि आचार्य रजनीशलाई। ए हो र? आचार्य रजनीशलाई पढ्नुहुन्छ, सुन्नु भएको छ? सुनेको होइन, हामी भारतमा लगभग कुनै टाइम सत्सङ्ग पनि एकैसाथमा नि भयो। वाउ, ओशोसँग सँगै सत्सङ्ग गर्नुभयो तपाईँले? आहा, म ओशो सन्यासी हो नि। अरुण छन् नि अनि? हजुर हजुर, अरुण स्वामीजीलाई चिन्नुहुन्छ? चिन्छु अरुणलाई। ए कस्तो लाग्छ अरुण स्वामीजी तपाईँलाई? बहुत राम्रो हुनुहुन्छ, महान हुनुहुन्छ। महान हुनुहुन्छ है। अब उनका सन्यासीहरू कस्ता छन् त्यो हामीलाई थाहा छैन। हजुर, बाँकी उहाँ चाहिँ राम्रो हुनुहुन्छ। अरुण स्वामीजी राम्रो हुन्छ। यो तिलक लाएर के हुन्छ बाबा? तपाईँले बाबा भन्ने कि के भन्ने? म अब गोरखनाथको योगी हो। ए योगी भन्ने? अनि यो चाहिँ टिका तिलक लगाएर के हुन्छ तपाईँले त्यहाँ लाउनु पर्छ? हाम्रो गुरुको हो कि। हजुर, ए ओके। अनि पैसा सैसा पनि साट्नु रहेछ, यहाँ व्यापार नै गर्नुहुन्छ तपाईँले? व्यापार कहाँ गर्ने भने आगोलाई साटिदिनु परेन, पैसा कसैले अब खोजेर ल्याउनु छ भने पनि साटिदिनु परेन। बिचरा यहाँ छ, सहयोग गर्नु भएको? सहयोग गरेको। हिमालमा बस्नुहुन्छ, जिन्दगी त क्या आनन्द छ है? आनन्द छ। अहिले साधनाको नि हाइटमा पुग्नु भयो होला तपाईँ त? अहिले नि हिमालमा छु, हामी 12 महिना हिमालमा रहन्छु। कति जन्मदेखि हिमालमा हुनुहुन्छ होला? लगभग चाहिँ हामी त कहिले हो भन्न पनि सकिँदैन है। धेरै जन्मदेखि यहीँ हुनुहुन्छ होला हिमालमा? लगभग नेपाल, भारत, भुटानका सब हिमालको यात्रा गरिसकेका छु। ए है, साधनाको नि माथिल्लो लेभलमा पुग्नु भयो होला? साधनाको अब यो सब चिज भन्ने कुरा होइन नै फेरि है। म पनि एउटा साधक हो, खुब इच्छा लाग्छ कि यस्तै यस्तै कुरा गर्न। त्यो आफै गर्दै गएपछि थाहा हुन्छ कि है। भन्नुहुन्न बाहिर भने के हुन्छ साधनाको विषयमा? होइन, भन्न त सिकाउनु त पर्छ, तर चाहिँ यी सबै कोही चिज यस्ता हुन्छन् चाहिँ गोप्य राख्नुपर्ने कुराहरू। किन मान्छेले पत्ताउन विश्वास गर्दैनन् भनेर कि अथवा त्यो युग अनुसारको चल्नु परेन? युग अनुसारको चल्नु पर्यो। यो सिँढी सरर उक्लिएर माथि पुगिन्छ। माथि पुगिसके पछाडि ला आसनमा त हिउँ परेछ त। आसनमा त हिउँ परेछ है? ओशो के दीवाने। आप भी लाल कपड़ा लाउनु भारी छ? हम ओशो के दीवाने नहीं है ना। नहीं है? नागा बाबा है। नागा बाबा? नागा बाबा मैं तो देखता हूँ नागा बाबा काली कपड़ा पहनते हैं, आप तो लाल कपड़े पहने थे। काले कपड़े दूसरे पहनते हैं, हम थोड़ा काले कपड़े पहनते हैं। ए नागा बाबा लाल कपड़ा पहनते हैं? हाँ, लाल भगवा जो इच्छा करे भगवा ही पहनते हैं। ओके, हाँ ठीक है। दीवाने कहाँ से आए? हम काठमांडू से आए। ऐसा काठमांडू से आए? काठमांडू में कहाँ? हाँ अगोर काठमांडू तपोवन से। ओशो तपोवन किता हो? ओशो तपोवन बालाजु भन्दा अलिकति माथि। बालाजु बाइपास भन्दा 5 किलोमिटर माथि नुवाकोट जानेतिर नागार्जुन हिलमा। हजुर, हस् धन्यवाद, खुसी लाग्यो भेटेर हजुरहरूलाई। नारायण। पुरै हिउँ छ यो सर र हिउँ। घन्टी बज्न सुरु भयो यहाँबाट। ए ज्वालामय भनेपछि निरन्तर ज्वाला बोलिरहन्छ अरे नि यहाँ। यो चाहिँ यतापट्टि छ अरे स्वामीजी। फाइनल्ली हामी नुहाउने ठाउँमा आइपुग्यौँ, मुक्तिनाथ। नुहाएर पाप पुण्य कुण्डमा डुबेर अनि फेरि पूजा गर्ने। शशी, डिड यु गेट बाथ? Yes. Do this. ओके, गुड। यहाँ चाहिँ कपडा चेन्ज गरेर नुहाउने ठाउँ है। हेर्नुहोस्, तपाईँले नुहाएको भिडियो मात्र देख्नु भएको थियो। माथि हिमाल, तलपट्टि यस्तो नुहाउने ठाउँ। यहाँ युवा टोलीहरू रेडी भएर आउनु भयो। यस्तो छ, वाउ।
ल विशाल स्वामी रेडे ल हामी नुहाउन पाप पुण्य कुण्डमा डुब्न अनि मन्दिरको दर्शन गर्न एकदम रेडी भयो भने स्वामीजी म त 108 दुना स्वामीजी म त 108 दुना 200 कति हुन्छ स्वामीजी म त 108 दुना 216 नौछु तिमीले चाहिँ गर्ने भावी पापहरूको पनि पखाली लानुपर्छ 108 ले चाहिँ विगतका पाप अर्को 108 ले भविष्यका पाप अनि म यहीबाट मुक्त भएर मुक्तिनाथ जाने ओहो 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 ल हे आयो 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 केटोले नुहायो 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 रोकियो पाप पकड्यो पाप पाप पकड्यो पाप तपाईँले चिसो भयो सब धारो छुटाउनु हुँदैन है धारो नछुटाउ धारो नछुटाउ पाप पखालेपछि फेरि अरू अरू पछि खुचीको पाप चाहिँ पाप कुण्डबाट यो चाहिँ पुण्य कुण्ड हो कुण्ड कुण्ड हो ल पाप कुण्ड न पाप कुण्डबाट पाप कुण्ड कहाँ पाप कुण्ड यहाँ हो ए पाप कुण्ड यही हो ए स्वामीजी पाप राम्रोसित पखाल्नु है ल आउनु थ्याङ्क यू ल यो चाहिँ पाप कुण्डबाट पाप पखालिसकेपछि पुण्य आर्जन गर्न यो चाहिँ पुण्य कुण्ड होइन 108 धारा त्यहाँ तपाईँले देखिहाल्नुभयो अनि यो मन्दिरको त्यस पछाडि मन्दिरको दर्शन हुन्छ पापालाको पाप भोग्नलाई फेरि डुब्नुस् के अल्छी गरेर हेर त डुब्नु 4 लाख हो गुड हो वाह 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 विशाल स्वामी डुब्नु ओ पाप पखाल्यो वाह 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 ल अझै पुण्यको कुण्ड शशी जस्ट गेट इनसाइड द वाटर नो ओहो डुब्न चाहिए डुब्न चाहिए ओहो अझ बैतरी तारे जस्तो तर्नुभयो ल वाह पुण्य कमाइयो पाण्डे पाप गरेर मान्छे पाप गर्ला फेरि पुण्य गरेर मान्छे ल छिटो ल ल ओहो गोर्धन त्यसै हिम्मत त डरै हो गोर्धनको त्यसै स्वामीजी अरुण स्वामीजीले भावी उच्च चेतना भन्नुभयो रहेछ यता आउनु यता तान्नु न माझी तान्नु न ल ज्ञान स्वामी पूजाको सामान पाप पखालेर ड्रेस लगाइसके पछाडि हामी फेरि मन्दिरको दर्शन गर्दैछौँ है। ल मन्दिरको दर्शन पनि गऱ्यौँ, भित्र भिडियो गर्न चाहिँ पाइन्न यहाँ पनि होइन। अनि टक्क लाएर यो हामी दर्शन गरिसक्दा यति भिडभाड भयो कि यहाँ हेर्नुहोस् ल, हेर्नुहोस् एकदम भिडभाड छ।
पाप पुण्य कुण्डमा नुहाउने क्रम जारी छ। पापको हाल्ने पुण्य कमाउने क्रम जारी छ होइन। एकदम रमाइलो छ, इन्ट्रेस्टिङ। वाउ, ल फाइनल्ली बाई बाई मुस्ताङ। धेरै धेरै म लगायत यो भिडियो हेर्ने सबैजनालाई ब्लेसिङ दिनु होला, आशीर्वाद दिनु होला मुक्तिनाथ नारायण भगवानले है। यही भन्दै बाई बाई। नानीको तपाईको बुढीको च्यानल पनि ए हो ल, थ्याङ्क यू सो मच, थ्याङ्क यू। अहिले त बुढीसँग आउनु त पाएन, ठिकै छ। मुक्तिनाथ दर्शन गऱ्यो, एकदम गजब लाग्यो। ल धन्यवाद, म हजुरको दर्शन पनि पाएँ, धन्यवाद। यहाँ चाहिँ यस्तो बनाएको रहेछ यो टक्क ढुङ्गा ढुङ्गाको ऊ। यहाँ चाहिँ बुद्धको एकदमै ठुलो मूर्ति छ। ओम नमो बुद्धाय। माथि हिमाल बिस्तारै अब बादलले ढाक्न थाल्यो हिमाल। सूर्यको किरणले खाना पकाउने यस्तो रहेछ। ल यहाँमा चाहिँ अखण्ड दीप छ, यहाँभित्र हेर्न पाइन्छ। तपाईँ त्यसको लागि चाहिँ भित्र गएर भिडियो गर्न पाइने, तपाईँ यहाँ आएर हेर्नुपर्छ। हामी हेर आइसक्यौँ। सानो दीपक टाढा एउटा निरन्तर जलिरहेको बोलिरहेको रहेछ। यहाँ त्यो कसैले ग्यास राखेर बालिरहने त्यस्तो टाइपको होइन, नेचुरल नै त्यस्तो खालको अद्भुत क्षेत्र छ यहाँ। स्वामी नारायण इन्लाइटेन भएको ठाउँ पनि यो। यसमा विभिन्न बुद्ध पुरुषहरू इन्लाइटेन हुनुभएको छ, विभिन्न व्यक्तिहरू इन्लाइटेन हुनुभएको छ, बुद्ध पुरुष हुनुभएको छ। त्यही भएर यहाँको कण कणमा इनर्जी छ। तपाईँ यहाँ आएर आनन्दले बस्नु हो भने नि नो माइन्ड हुन्छ, मन शान्त हुन्छ, आनन्द हुन्छ, धेरै विचारहरू चल्दैन, मजा आउँछ, खालि आनन्द मात्र रहन्छ। त्यो हो। तपाईँ यसभित्र चाहिँ अखण्ड दीप बोलिरहेको छ। अब हिमाल पनि बिस्तारै ढाकिन लाग्यो हामी फर्किँदै गर्दा। तलबाट आउने र जाने क्रम एकदम जारी छ। हामी एकदम सही समयमा आएर दर्शन गर्न पाएछौँ, नत्र भने मान्छेहरूको आवजात एकदम पाक्लो भइसक्यो। स्वामीजी ल है, डर लाग्यो? डर लागिसक्यो नि हो बदन। मम्मीले डर लागेर के गर्ने अब? मन्दिर दर्शन गरिसके पछाडि हामी फेरि फर्क्यौँ। हामीलाई अहिले पनि घोडाले सहयोग गरिरहेको अवस्था छ होइन। अनि यस्तो ब्लेस फिल भयो कि, यस्तो ब्लेस फिल भयो कि यो नेचर अनि यो वा अमेजिङ, एकदमै गजबै छ। स्वामीजी ठिक छ?